त्यागको मूर्ति ममता की खानी निर्मल पवित्र संवेदनशील तिमी हौ एकलौटी रानी। नमस्कार उपस्थित सम्पूर्ण महानुभाव तथा दर्शकबिनहरू, म कविता गौतम, ठेगाना सुनापति गाउँपालिका 1 रामेछाप। अहिले म राइटर सेवक नेपाल बालगृहमा बसोबास गर्छु। पेशाले म एक विद्यार्थी हुँ, साथै आजको यस कार्यक्रमको उद्घोषक। माया मात्रै होइन आशीर्वादको धारा हो आमा, दुःखमा पनि मुस्कान दिने सहारा हो आमा। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरूमा, म जस्मिन राई, स्थायी ठेगाना मेरो महाकुलुङ गाउँपालिका 4 सोलुखुम्बु र म हाल सेवक नेपाल बालगृहमा बस्छु र म पेशाले एक विद्यार्थी हुँ र आजको म पनि उद्घोषक। सर्वप्रथम त आजको यस माता तीर्थ औँसी अर्थात् आमाको मुखेनी दिन कार्यक्रममा मेरो तथा सेवक नेपाल बाल परिवारका सम्पूर्णको तर्फबाट यहाँ उपस्थित हामी सबैकी प्यारी आमा, दिदीहरू, आन्टी र विदेशमा हुने जुनासानीलाई र देश विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। आज मिति 2082 वैशाख 14 गते अर्थात् माता तीर्थ औँसी अर्थात् आमाको मुखेनी दिन कार्यक्रममा मेरो व्यक्तिगत तर्फबाट र हामी सबैको तर्फबाट आमाहरूलाई धेरै धेरै शुभकामना। र आज हामी सेवक नेपाल बालगृहद्वारा आयोजित माता तीर्थ औँसी अर्थात् आमाको मुखेनी दिनमा शुभकामना प्रदान कार्यक्रममा उपस्थित भएका छौं। हाम्रो कार्यक्रम लगभग 2 घण्टाको हुनेछ। त्यस समयसम्म सबैजनाले धैर्य धारणपूर्वक रहेर कार्यक्रमलाई साथ दिनुहोला। अब ढिला नगरी म आसन ग्रहणतर्फ लाग्दछु। हामी सबैकी प्यारी आमा, ममताकी ख्यानी, सबैले मामु भनेर पुकार्ने हामी सबैकी प्यारी आमा आदरणीय सरस्वती मामुलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसैगरी हामी सबैलाई मिठो खाना पकाएर दिनुहुने आदरणीय सलिना आन्टीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद आसन ग्रहणको लागि। फेरि पनि हामी सबैको स्वास्थ्यको लागि विशेष ध्यान दिने, घरको पनि हेरचाह गर्ने, सरसफाइमा पनि विशेष ध्यान दिने आदरणीय सीता दिदीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद आसन ग्रहणको लागि। त्यसै काठमाडौँबाट हाम्रो निमन्त्रणा स्वीकारेर आउनु भएको आदरणीय, हामीले आज यस दिनलाई आमा भनेर स्वीकारेको छौं तर सबैजनाले दिदी भन्छौं, आदरणीय अरुणा दिदीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद आसन ग्रहणको लागि। हामी सबैलाई शिक्षा प्रदान गर्ने, शिक्षा भनिन्छ नि अँध्यारोको ज्योति हो भनेर, त्यसै ज्योति प्रदान गर्ने आदरणीय समी दिदीलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। उपस्थित सम्पूर्ण सेवक नेपालका बाल परिवारहरूलाई यथास्थितिमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो
हाम्रो कार्यक्रम अब लगातार अगाडि बढिरहेको छ। अब हाम्रो आमाहरूलाई फूलमाला लगाएर स्वागत गरिदिनु हुनको लागि म हाम्रो साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। ल त्यसमा बहिनी दुर्गा रावत, प्रतिमा घिमिरे र भाइ विजय तामाङलाई म हार्दिक अनुरोध गर्दछु। उपस्थित सम्पूर्ण आमाहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गरिदिनु हुन हाम्रो बाल परिवारको सदस्य श्री सञ्जिता रम्तेलज्यूलाई अगाडि आमन्त्रण गर्दछु। धन्यवाद उत्कर्षज्यूलाई। प्रेम अपर्ण गर्ने दिदी हुन्, झगडा गरेर पनि स्नेह बाँड्ने दाई हुन्, मागेर दिने बाबा हुन् भने मनको कुरा पढेर दिने ती आमा हुन्। नमस्कार यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा, म सञ्जिता रम्तेल। मेरो स्थायी ठेगाना मण्डनदेवपुर नौकाब्रे, हाल म डाइटर सेवक नेपालमा बसोबास गर्दछु। आजको यस गरिमामय कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म स्वागत साथै यस 2082 सालको आमाको मुख हेर्ने दिनको सम्पूर्ण आमाहरू तथा महानुभावहरूमा म स्वागत। आजको यस 2082 सालको आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा म सम्पूर्ण आमाहरूलाई के भन्न चाहन्छु भने तपाईहरूको मुस्कानले संसार सधैँ उज्यालो होस् र सुस्वास्थ्य, दीर्घायु र मङ्गलताको कामना गर्दै बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद सञ्जिता रम्तेललाई अति मिठो र छोटो स्वागत मन्तव्य राखेर जन्म। फेरि अब यसै गरी स्वागत गीतद्वारा स्वागत गरिदिनको लागि म हाम्रो प्रतिमा घिमिरे बहिनीको टिमलाई म हार्दिक अनुरोध गर्दछु।
अब फेरि हामी कविता वाचन गर्नका लागि श्री निशा राउतज्यूलाई अगाडि आमन्त्रण गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। संसारको सन्देश मायालु छाया, संसारको सन्देश मायालु छाया, सधैँ सँगै छ मेरो आमाको माया, सधैँ सँगै छ मेरो आमाको माया। नमस्कार, यहाँ उपस्थित सम्पूर्णमा म निशा राउत, स्थायी ठेगाना जुम्ला। अहिले म ढाइटा सेवक नेपालमा बस्छु। आज म कविता भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ आमा। संसारको लागि तपाईँ एक आमा हुनुहुन्छ, संसारको लागि तपाईँ एक आमा हुनुहुन्छ, हाम्रा लागि तपाईँ आमा संसार हुनुहुन्छ, हाम्रा लागि तपाईँ आमा संसार हुनुहुन्छ। आँसुमा लिपटी खुसीको सङ्गीत, आँसुमा लिपटी खुसीको सङ्गीत, आमाले बुझ्छिन् मनको प्रतियोगित, आमाले बुझ्छिन् मनको प्रतियोगित। जीवनको बल जिद्दीको साथ, जीवनको बल जिद्दीको साथ, उनको उपहार सधैँ रहन्छ खास, उनको उपहार सधैँ रहन्छ खास।
खुसियालीको सन्देश, सुनको चुरा खुसियालीको सन्देश। जुन दिनभरि सँगै आउँछ सँगै खेल्छ, जुन दिनभरि सँगै आउँछ सँगै खेल्छ। आमा तिमीलाई मेरो प्रणाम, आमा तिमीलाई मेरो प्रणाम। तिम्रो मायासँगै हर पल रमाउन चाहम, तिम्रो मायासँगै हर पल रहन चाहम। र हाम्रा प्यारी आमाहरूलाई र देश विदेशमा हुनुभएका सम्पूर्ण आमाहरू र विदेशमा हुनुभएको सानीलाई पनि आज रहेको आमा तीर्थ औँसीको धेरै धेरै शुभकामना व्यक्त गर्दछु। धन्यवाद। धेरै धन्यवाद निशा रावललाई। उहाँले अत्यन्त छोटो र मिठो कविता गाएर जानुभएको छ। फेरि पनि उहाँलाई जोरदार तालीले स्वागत गर्नुहोला। अब फेरि यसै गरी यस कार्यक्रममा र आमाहरूलाई शुभकामना मन्तव्य प्रदान गर्नको लागि म श्री सन्देश बुढाज्यूलाई हार्दिक अनुरोध गर्दछु। हरेक समयमा आँखामा बस्ने आमाको तस्बिर जति सुन्दर आकृति यो संसारमा अरू हुन सक्दैन। नमस्कार यहाँ उपस्थित सम्पूर्ण महान बाबुहरूमा। मेरो नाम सन्देश बुढा, स्थायी ठेगाना त्रिवेणी नगरपालिका छ बाजुरा। हाल म मण्डनदेवपुर नगरपालिका 9 डाइटर सेवक नेपालमा बस्दछु। आज मिति 2082 साल वैशाख 14 गते आइतबार इति सम्भव 27 अप्रिल 2025 नेपालीहरूको विशेष दिन पर्न गएको माता तीर्थ औँसीको आदरणीय मामु दिदी आन्टी तथा विदेशमा रहनुभएका आमाहरूलाई मेरो व्यक्तिगत तर्फबाट तथा सेवक नेपालका सम्पूर्ण बालबालिकाहरूको तर्फबाट शुभकामनाका साथै आमाहरूको उत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। धन्यवाद। अब त्यसै गरी ए आमा संसार देखायो बोलको सांगीतिक नृत्यका लागि म सुशीला कौरको टिमलाई अगाडि आमन्त्रण गर्दछु।
गर्दा आज माता तीर्थ औँसीको दिनमा हामीलाई आमाहरूलाई राम्रोसँगले सम्मान गर्छौँ। तर आमाहरूले भने हामीलाई बाँचुन्जेलदेखि आजसम्म यति राम्रो गरे, हामीलाई आफूले खाइ नखाइ दिनरात नभनिकन हामीलाई पालन पोषण गरेर हामीलाई यति ठुलो बनाउनु भएको छ। साँच्ची नै उहाँहरू हाम्रो लागि भगवान नै हुन्। हामीले जुन भगवान भनेर मन्दिरमा गएर पूजा गर्छौँ त्यो भगवान आखिरमा हाम्रो आमा नै हुन्। किनभने हामीले भगवानलाई त सिर्फ मान्छौँ मात्र, तर आमाले त हामीलाई सबै कुरा पुरा गरिदिनु भएको हुन्छ। त्यही भएर हाम्रो लागि आमाभन्दा ठुलो केही हुँदैन। अब यसै गरी म कार्यक्रममा बढाउन चाहन्छु र अब फेरि कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गरिदिनु हुनको लागि म श्री ईशा चौलागाईजीलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रम सञ्चालकजीलाई तपाईको मुस्कान नै मेरो हरेक पीडाको आमा। नमस्कार, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मामु, दिदी, दादा र मेरा प्यारा प्यारा भाइ बहिनीहरूमा, मेरो नाम ईशा चौलागाई हो। मेरो स्थायी ठेगाना रामेछाप। म अहिले धाइटा सेवक नेपालमा बस्छु। म एक विद्यार्थी हुँ। आज मिति 2042 साल 1 महिना 14 गतेको दिन माता तिथि औँसी परेको छ, अर्थात् आमाको मुख हेर्ने दिन परेको छ। आमा, तपाईँ मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ। तपाईँको माया, हेरचाह र मार्गदर्शनले आज म एक असल व्यक्ति बनेकी छु। तपाईँको लागि मेरो हृदयमा माया रहिरहनेछ। नेपालमा हुनुभएका सम्पूर्ण आमाहरूलाई माता तिथि औँसीका हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र मङ्गलताको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यति भन्दै मेरो 2 शब्द टुङ्गाउन चाहन्छु। मिठो शुभकामना मन्तव्य दिएर गइसक्नु भएको छ। अब हामी साङ्गीतिक प्रस्तुतिका लागि साना साना भाइ बहिनीहरूको अत्यन्तै राम्रो प्रस्तुति लिएर आएका छौँ। माया लाग्छ आमाको बाबाको पनि बोलमा अरविन गिरीको टिमलाई अगाडि आमन्त्रण गर्दछु। आमाहरूलाई सगुन खुवाएर उपहार प्रदान गरिदिनु हुन म सम्पूर्ण बाल परिवारका सदस्यहरूलाई अनुरोध गर्दछु।
कार्यक्रममा जान्छौँ। सबैजना आमाहरू उठेर केक काटिदिनु होला र सम्पूर्णले तालीले साथ दिनुहोला। धन्यवाद।
बलिदान की कहानी हुन् मेरी आमा के मागु म भगवानसँग उनकै त परछाई हुन् मेरी आमा। नमस्कार, यहाँ उपस्थित हुनुभएको मामुहरू, दिदीबहिनी, दाजुभाइ र मामामा। म सुशीला कवर, मेरो स्थायी ठेगान नलप्रासी, म डाइटर सेवक नेपालमा अवस्थित छु। म एक विद्यार्थी हुँ। आज मिति 2082 साल 1 महिना 14 गते नेपालीहरूको विशेष दिन हामीले भन्छौँ माता तीर्थ औँसी। मेरा सम्पूर्ण आमाहरू, सरस्वती मामु, सलिना आन्टी, सीता दिदी, अरुणा दिदी, समी दिदी र विदेशमा हुनुभएको जुना सानी र देश विदेशमा हुनुभएको मेरा सम्पूर्ण आमाहरूलाई माता तीर्थ औँसीको धेरै धेरै शुभकामना। यहाँहरू यस कार्यक्रममा उपस्थित हुनुभएर यस कार्यक्रमको गरिमा बढाइदिनु भएकोमा धेरै धेरै धन्यवाद र यस कार्यक्रममा उपस्थित भएर पनि अझै राम्रो बनाइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद। हाम्रो माइजू माता तीर्थ औँसीको लागि हाम्रो आमाहरूको लागि भनेर तिलुतमा माइजूले हाम्रो मामुहरूको लागि गिफ्ट कुर्ता सुरुवाल पठाइदिनु भएको थियो। यसको लागि पनि धेरै धेरै धन्यवाद। तथा कार्यक्रमको समाप्त भएको घोषणा गर्दछु। धन्यवाद।